हेलो नमस्ते स्वागत छ यहाँहरु सबैलाई हाम्रो च्यानलमा। आज चाहिँ भाइटिकाको दिन हो। बिहानदेखि बिजी भएर चाहिँ हामीले बिहानको केही खिच्न पाएनौं। अहिले चाहिँ हाम्रो यहाँ भाइटिकाको कार्यक्रम सुरु भइसकेको छ। हेर्नु होला भाइटिकाको कार्यक्रम यसरी खिच्दैछौं हामीले। तपाईहरु यता पनि गएर बिमेरोलाई नि पूजा गर्न सँगसँगै जानु पर्थ्यो। भाइ चाहिँ मजाले बस्नु भएको छ। दिदीहरु चाहिँ खिटखिट हाँस्दै हुनुहुन्छ बाहिर पुग्नु भएको छ पूजा गर्दै। भाइलाई एकदम रमाइलो लागिरहेछ। त बाहिरतिर फाल्दिनु तिमी। ल जाऊ दिदी बहिनीहरु सबै उता जाऊ। तीनजना मिलेर भाइलाई पूजा गर्नुस्। हजुर हुन्छ त्यसरी बस्नुस्। बस्नुस् ल पूजा गर्नुस् भाइलाई पहिला फुल अक्षताले। पाँची नै लाउँदा हुन्छ। फुपूले समाइदिनु न। भाइटिकाको कार्यक्रम तीनवटा दिदी मिलेर एकजना भाइलाई टिका लगाइदिँदै हुनुहुन्छ। तलबाट प्यारो प्यारो भाइ। कपाल छोड्देऊ न कि त्यसरी टिका बिग्रेला भनेर। तल राख हात। बिग्रिया छैन। अलि रातो पनि लगाइदिउँ न, अलि उज्यालो देखिन्छ टिका। चौधवटा भयो कि हजुर। दाइ हजुर नि बस्नु। यहाँ बस्नु बस्नु। अब भयो किन उभिरहनु भाइ। यता हेर्नुस् ल। ल वाह भाइले अब दिदीलाई टिका लगाइदिँदै राम्रोसँग है बाबु। अलिअलि रिसाएर झगडा गरेन भन्दा दिदी भाइको के मजै आउँदैन नि हैन। केही हुन्न। टिका त बाङ्गो भयो नि भाग्यमानी भइन्छ अरे नि त। तिमीले लगाइदिनु मिलिहाल्यो नि बहिनीलाई। ल आमाले चाहिँ लगाइदिनु भएन, दिदीले त लगाइदिनु मिल्यो। मैले दुःख दिएँ यहाँबाट। दिदी भाइको यस्तो चल्दैछ है। गरी नै उभिनु। दिदी साह्रै होचो भएर नि डिफ्रेन्ट डिफ्रेन्ट कलर गरेर ल। एउटै कलर भयो भने राम्रो देख्दैन टिका। के भएछ र? दिदीहरूलाई फुल यसो हाल्देऊ न, माला नभए पनि। एक एक मुठी पर्दैन, थोरै थोरै मुठी होइन, थोरै थोरै हाल। खुट्टामा ढोगा ल। हातमा देऊ, हातमा देऊ, पैसा हातमा देऊ अनि खुट्टा यसो ढोगा ल। ल अब हाम्रो यहाँ अर्को टोलीको टिका सुरु भएको छ है। हेर्दै जानुहोस् है त। हाम्रो अब मेरो जेठाजु दाइ र मेरो श्रीमानजीको, मेरो आमाजु र मेरो भान्जीले यहाँ घुमघाम गरेर पूजा आजा गर्दै हुनुहुन्छ। टिका लाउन तयार भएर हामी चाहिँ गमक्क परेर बसिसक्यौँ। भाइ राम्रा राम्रा मान्छेहरूको टिका टालो हुँदैछ, यहाँ पूजा आजा हुँदैछ। कति यसलाई सिधै बाहिर पनि लैजानु न दिदी एकचोटि।
त्यहाँ गएर ढोकातिर पनि लैजानु अब ढोकामा पनि लैजानु गर्दो रहेछ मालाले घोच्नुपर्छ अनि पो दिदी बहिनीको माया पनि चस चस मुटुभित्र पस्छ त हो बुझ्दैन म त हेर अहिले हेरिराख न अहिले हेर न हेर्नुहोस् त पुरै ए दिदी च्यालमा जाऊ आज त दिदीले ल्याएको लाउने नि त्यो यो त यस्तो नि गर्नुपर्छ ल चिटिक्कै भई छुरे भनेर अब नाच्नु पर्यो चिटेकै भएको साथीहरु अब कस्तो राम्रो देखिया हो लाउनु ढाका टोपी लाएर नेपाली बाबु चिटिक्कै भई छुरे भन्नु पर्यो म त नेपाली बाबु देखिनु भयो ल बल्ल ल खै दाजुभाइलाई मात्रै फोकस भयो कि यहाँ दिदीलाई फोकस गर्नु पर्यो यति चिटिक्क पऱ्यो कि मेरो दिदी आमा आमा मामा यति ब्युटिफुल हुनुहुन्छ दिदी हाँस्नु हाँस्नु भान्जी पनि लगाइदिनु न मामालाई अहिले पछि त्यो टिका लगाइदिनु चस्मा बनाउनु पर्ने टिका लाउन मैले त अब त टिका लाउनु हुन चस्मा बनाउने हो त तल भइसक्यो छिटो माथि लैजाऊ यहाँ ओखरको के हो यहाँ खुट्टा त चेराप चेराप जान्छ त भयो त त्यो त छैन भान्जी खुट्टा खुट्टा माला लाउनु पर्यो ल यो त पनि ठिक छ खोज्दैन नखोल्नु है भान्जीले लाउनु पर्छ भाग ल्याउ त दिदीको पछाडि दिदी तपाईँ पछाडि घोच्नुपर्छ यो मालाले मलाई त्यही घोच्छ त नि रातले सुन पाएन अर्को त ओइली अब हामी मजाले पलिटी कसेर बस्छु म त टिका लाउनलाई के को यहाँ हतार के छ र हात छ कि आमा छोरी सबै अरू त सबसे राम्रो मामा के भयो मामा पनि सबसे राम्रो मामा पनि राम्रो भएको छ लगाइदिनु कति राम्रो भएको छ पहिले टिका लाएको हेरिसकेपछि त्यो बिग्रेको कहाँ भन्ने कमजोरी पत्ता पाइन्छ नि त हामीले केही हेरेनौँ हजुरहरूको अनि पछि लाउँदाखेरि सप्रिहाल्छ कि होइन हामीले केही हेरेका छैनौँ हामी आफ्नै धुनमा लाग्छौँ त्यो भएर राम्रो भएको वर्षदेखिको अनुभव होला हामी त बसे बसे गऱ्यौँ त मामाले तचिन नदेशम नउठ्ने भनेर मैले यो खानु हुँदैन नि अर्कै बार खानु भाइको आएको होइन हुन्छ हजुर मेरो पर्स ब्यागमा छ के अरे झ्यालबाट झोला चाहिँ ल्याइदेऊ न भाइलाई टोपी कहिले काहीँ त यसो ल खै भान्जी अहिले एकछिनमा ए त्यसो त हामी पनि सहभागी हुन्छौँ खै माइजू भान्जी बाई कसैलाई सहभागी गराइन्छ कि गराइँदैन सहभागी हुन्छौँ होइन उसो त हामी पनि मामा भान्जी के को पिर्ने है त भन्थ्यो बाबा आमाले
बिगा दिन यति राम्रो सबभन्दा राम्रो टिका भान्जीको छ। तिम्रो राम्रो छ सबैको राम्रो छ टिका। उसको त्यस्तै राम्रो बुइको त्यस्तै भएको खोइ खुट्टै ढोक्छु म त होइन होइन मेरो भान्जीको त खुट्टै ढोक्छु म। एकदम राम्रो छ कस्तो अब चाहिँ हाम्रो टिका लाउने कार्यक्रम चाहिँ सम्पन्न भएको छ। टिका चाहिँ हामीले लगाइसक्यौँ। अब हाम्रो खानपिन कार्यक्रम बाँकी छ। पाक्नेलाई चाहिँ यस्तो यस्तो पाकेको छ साथीहरू हाम्रोमा है। आमा कस्तो गरी हाँस्यो के यति राम्रो हाँस्छन् कि मेरी भान्जी के कुरा गरी साध्य छैन। शाकाहारी के हो छोरी हो के को आलु र काँक्रेको अचार तिमीले बनाएको हो। हामी खाना सुरु गऱ्यौँ है साथीहरू। अलि ढिला ढिला भयो। साथीहरू हाम्रो चाहिँ आज भाइटिका सम्पन्न भएपछि यसरी खाना खाने कार्यक्रम भइरहेछ सबैजना बसेर। र आजको हाम्रो भाइटिका चाहिँ यस्तै भयो। आजको लागि चाहिँ यति नै। तपाईँहरूले कसरी मनाउनु भयो तिहारको सबैजनालाई शुभकामना। आजको लागि यति नै। बाई बाई फेरि भेटौँला।